बालेन्द्र शाह एक सन्देश एक सम्भावना। के कारणले बालेन महान देखिन्छ? नम्बर 1, कुशल कार्यशैली। काठमाडौँ महानगरमा देखिएको कामले उहाँको एक्सन ओरिएन्टेड नेतृत्व शैली देखिएको छ, योजना मात्र होइन कार्यान्वयनमा पनि। 2, भ्रष्टाचार विरुद्धको अडान। खुला ढङ्गले ठेकेदार र संस्थाको आलोचना गर्दै पारदर्शिता कायम गर्न खोज्नु उहाँको बलियो पक्ष हो। राजनैतिक मुक्ति सोच। कुनै दलमा बाँधिएका छैनन्, आफ्नै विचार, मूल्य र सिद्धान्तमा टिकेका छन्, यसले उहाँलाई स्वतन्त्र बनाउँछ। 4, जनतासँग प्रत्यक्ष संवाद, भाषण होइन कामले बोलेका छन् र सामाजिक सञ्जाल मार्फत सिधा सम्पर्कमा छन्। के उनी राष्ट्रिय नेताको रूपमा सम्भावित छन्? अवश्य छन्, तर केही चुनौतीहरू पनि छन्। राजनैतिक दलहरूको गठजोड र अवरोध, बलियो संस्थागत शक्ति बिना राष्ट्रिय राजनीतिमा लामो समयसम्म टिक्न गाह्रो पर्न सक्छ। नीति निर्माण अनुभव। महानगरको कार्यक्षेत्र स्थानीय हो, तर राष्ट्रिय नेतृत्वमा परराष्ट्र, अर्थ, रक्षा संहिता आदि जटिल मुद्दा छन्। त्यसको लागि विस्तृत नीति दृष्टिकोण आवश्यकता छ। भविष्य कस्तो देखिन्छ? यदि बालेन्द्र शाह जस्ता व्यक्ति देशको नेतृत्वमा आयो भने नेपालले निश्चित रूपमा फरक स्वाद चाख्न सक्छ। काम गर्ने संस्कार आउन सक्छ। नम्बर 1। नम्बर 2, भ्रष्टाचार घट्न सक्छ। नम्बर 3, सहर होइन देश बन्न थाल्न सक्छ। तर यसका लागि जनताले धैर्य, सचेत समर्थन र साहसी निर्णय लिनुपर्ने हुन्छ।